नमस्कार सम्पूर्णमा। आज म तपाईहरुसँग एउटा क्वेशन सोध्न चाहन्छु कि हैन, राय सल्लाह सुझाव दिनु होला हैन। के भन्दा 2079 सालको स्थानीय चुनावमा उबेलाका मेयरका प्रत्याशी बालेन्द्र शाहज्यूले के भन्नुभएको थियो भने हैन, कुनै एउटा पत्रकार सम्मेलनमा या इन्टरभ्यूमा के भन्नुभएको थियो भने अहिलेको समयमा हैन एउटा स्थानीय सरकारको नेतृत्व भनेको स्वतन्त्र व्यक्तिलाई दिनुपर्छ। वडा अध्यक्ष हैन, मेयर, उपमेयर यो सबै स्थानीय सरकारमा जति पनि संलग्न जति पनि मान्छेहरू पुग्नुहुन्छ उहाँहरू चाहिँ स्वतन्त्र व्यक्तिलाई पुर्याउन जरुरी छ भनेर भन्नुभएको थियो कि अहिले आएर मलाई चाहिँ यो कुरा चाहिँ एकदम हैन, त्यति बेला हामीले एकदम इग्नोर गरियो, खासै वास्ता गरिएन हैन। मान्छेले यो मान्छे भनेको कुरा राम्रै हो भन्ने त लागेको थियो, तर एकदम मनमा चाहिँ लागेको थिएन के। तर अहिले आएर लाग्दैछ के स्वतन्त्र व्यक्ति भयो भने कुन तरिकाले कसैको कुनै पार्टीको दबावमा नपरिकिन काम गर्न सक्दो रहेछ, कसरी काम गरेर देखाउँदो रहेछ हैन भन्ने कुरा त तपाई हामीले देखियो नि त हैन। तपाईहरुले भन्नुहुन्छ होला बजेट सकेन हैन, पुरै त्यति आफ्नो महानगरपालिकाको बजेट सकेन, काम गरेन भन्नुहुन्छ होला हैन। त्यो नसके हैन के, उति बेलाका पुराना भ्रष्टाचारी नेताहरूले पुरै बजेट भ्रष्टाचार गरेर सके हुन् के हैन। 50 करोडको योजना पार्ने 10 करोड जाम, अरबको बजेट पार्ने फेरि त्यहाँ पनि जाम। हरेक ठाउँमा खाँदा जहाँ आफ्नो जस्तो जुन वडामा आफ्नो वडाध्यक्ष छ नि त्यो ठाउँमा मात्रै बजेट पार्दैन हैन। त्यहाँबाट खान त सजिलो भयो, या त आफूसँग मिल्ने एकदम मिल्ने मान्छे हुनु पर्यो। म तपाईलाई हजुरले यति पार्दिनुस्, म यसरी तपाईलाई कमिसन दिन तयार छु भन्ने व्यक्ति हुनु पर्यो। हो त्यो तरिकाले काम गर्थे के, त्यस कारणले सके हुन् के। सकिन त त्यति बेला नि सक्थेनन्। बुझ्नु के तपाईहरुले, बजेट सकेन, यो गरेन त्यो गरेन, प्रत्यक्ष देखिया छ त आँखै अगाडि यार। तपाईले एउटा सानो बाटोमा गल्लीमा हिँड्दा तपाईले देख्न सक्नुहुन्छ के विकास कुन मोडलमा हुँदैछ, कसरी हुँदैछ, तपाईको पुरानो सम्पदाहरू कसरी जोगाउँदैछ हैन, कुन योजनामा काम गर्दैछ भन्ने कुरा त तपाईले बुझ्न जरुरी छ नि त। आँखाले देखिया भन्ने हो कि त्यो कसैले भन्दिएर तपाईले ब्रेन वाश गर्यो भन्दैमा त्यसको पछि लागेको दोग्रिने हैन के।